भोइल गाइज नेपाली टिमको फ्यान हुनु त एकदमै गाह्रो छ। दिनका दिन हार्ट एट्याक बाफ रे बाफ। के थियो आज गेम? कसैले सोध्नु भएको थियो जित्छ भनेर? 1% नि लागेको थिएन कि मलाई हाम्रो टिमले गेम जित्छ भनेर। तपाईँलाई लागेको थियो? लागेको थिएन नि। दे आर द रियल कार्डियाक हिट। कसम हार्ट एट्याक आयो कि अहिलेको गेम त झन् साँच्चै नफेरेको नि हेरेर जस्तै फिल भयो। सन्दीप लामिछाने, ओ माई गड, के खेलेको त, कस्तो पर्फर्मेन्स हो। अरू दिन त उसको त्यस्तो खासै राम्रो पर्फर्मेन्स आएको थिएन, तर आज 5 विकेट हाउल अनि त्यो लास्ट बल वाइड अनि स्टम्पिङ। दिल खुस भयो यार। तपाईँहरूलाई कस्तो भयो? वेल 90% हामी स्योर भइसक्यौँ वर्ल्ड कप जानको लागि। एन्ड यो अहिले हाम्रो खुसीको क्षण हो। ओमानलाई हराइदियो भने त हामी टक्कै टेबल टप। कसैले रोक्न सक्दैन, कसले रोक्न सक्दैन। ब्याटिङ जतिसुकै खराब होस्, जेसुकै खराब होस्, बलिङ छ नि हामीसँग वर्ल्ड बेस्ट बलिङ। वर्ल्डको सबैभन्दा खतरा बलिङ टिम भनेको नेपाललाई घोषणा गर्दै हुन्छ। कहाँबाट कसरी घोषणा गराउने गर्दै हुन्छ आइसिसीले। वर्ल्ड बेस्ट बलिङ नेपाल एप। अनि अर्को भनेको वर्ल्डको सबैभन्दा बेस्ट फिल्डर को छ? दिपेन्द्र सिंह ऐरी हाम्रो लागि। ऊ भएपछि फिल्डमा रनआउट नहुने कुरै छैन। 4 गेम 4वटा क्रुसियल रनआउट। आदिल आलम अन्सारी आज चान्स पाए, ब्याटिङमा केही गर्न सकेनन् खासै, तर त्यो रनआउट दिपेन्द्र सिंह ऐरीले गर्ने बित्तिकै अर्को बलमा रनआउट। त्यस्तो ब्रिलियन्ट रनआउट त्यसले गर्दाखेरि चाहिँ के भयो त हाम्रो चान्स बढ्यो म्याच जित्नको लागि। कतारीहरू त्यो 2टा विकेट झर्ने बित्तिकै डाउन भइसकेको थियो। मोरल डाउन, एभ्रिथिङ डाउन, फिटनेस डाउन। 44 वर्षको बुढो खेल्न आएर हुन्छ भने 18-19 वर्षको केटाकेटीसँग कहाँ सक्नु हौ। बुढो भनेको बुढै हो नि, बुढोले चलाएर चल्छ भने देखिहालेको छौँ त हालत हाम्रो नेपालमा पनि। बुढोहरूले चलाएको देश कस्तो थियो। युवाहरू जोसे सब गायब भयो। त्यस्तै भयो कतारसँग पनि। युवाहरू जोसे कतारीहरू गायब। एन्ड हाम्रो बाटो खुला भइसक्यो यसरी छोड भनेर गा जस्तै गरेर टक्क हामी वर्ल्ड कप जाँदैछौँ है केटा। अब ढुक्क भएर अब त रोक्ने चान्स एकदमै कम छ कसैले, किनभने हामीले लगातार 2टा गेम जितिसक्यौँ। एउटा गेम ओमानलाई हराउने हो, टेबल टप गर्ने हो, चल्दिने हो होइन त। ट्रफिज हाम्रै हो नि। के लाग्छ तपाईँहरूलाई? लाग्छ नि ट्रफिज हाम्रै हो? कमेन्ट गर्नु त तल छिटो। वेल गेमको कुरा गर्नु पर्दाखेरि हाम्रो ओपनिङ ब्याट्सम्यानहरू खासै चलेनन्। हाम्रो क्याप्टनले हुक गरे दिपेन्द्र सिंह ऐरीसँग मिलेर। त्यस पछाडि हाम्रो ठिकठाकै रन बन्यो। रन बनिसकेपछि दिपेन्द्र सिंह ऐरी र हाम्रो रोहित पौडेल आउट हुने थियो कि त्यस पछाडि हाम्रो कुनै पनि ब्याट्सम्यानहरू खासै चलेनन्। आदिल आलम अन्सारी त अनलकी क्याच आउट भयो जस्तो लाग्यो मलाई। कुशल मल्ल कहिले स्टेप अप गर्ने हो? रोहितको त आज कमब्याक आयो अलिअलि भए पनि। कुशल मल्ल कहिले बनाउने कि साथी रहन तिमी? सन्दीप जोरा कहिले गर्ने के? गुल्सनको त रेगुलर भइसक्यो, आउने चौका छक्का लगाउने आउट हुने जाने हो। उसले चौका छौका लगाएपछि 1 रन लिएर स्ट्राइक चेन्ज गर्यो भने पनि त हुन्थ्यो नि। सधैँ विकेट दिन जरुरी छैन नि। अब उसले पनि यो कुरा चाहिँ बुझ्नु पऱ्यो कि। त्यसले गर्दा हामी डिफेन्डेबल टार्गेटमा पुगेको थियौँ 148। तर कतारको ब्याटिङ ओभरअल बवालै भएको थियो स्टार्टिङमा है। स्टार्टिङमा बवाल ब्याटिङ भएको थियो। ड्रिङ ब्रेक पछाडि सन्दीप लामिछानेले विकेट लिएर मात्रै हाम्रो अलिकति आश बढेको। नत्र त उनीहरूको 1 डाउन हुँदा मात्रै लगभग 8को स्ट्राइक रेटले उनीहरूले 10 ओभर खेलिसकेको थियो। सन्दीप लामिछाने आज हिरो मान्नु नै पर्छ। यो हो एक्सपिरियन्स भनेको। लन्डन या त ब्रिलियन्ट बलिङ गऱ्यो फर्स्ट ओभरमा 16 रन खाएपछि नि, तर सेकेन्ड लास्ट ओभर चाहिँ अलिकति प्यानिक भयो नि। ल्याक अफ इनएक्सपिरियन्स भन्छु म। प्यानिक हुनुको कारण चाहिँ उसलाई चान्स मौका दिनुपर्छ। ही विल बी द सुपरस्टार अफ नेपाल सिम बलिङ। बाफ्रे, कतारसँगको यो जित त मलाई बिलिभै लागेको छैन कि। आइएम टु मच ह्याप्पी। अहिले भिडियो बनाउने सोचमा पनि थिइनँ, भिडियो बनाएँ। यदि तपाईँलाई मेरो इफोर्ट मन पर्यो, तपाईँहरू पनि म जस्तै खुसी हुनुहुन्छ भने तलपट्टि कमेन्ट छोड्न नबिर्सिनु होला। गुड नाइट एभ्री वान। इट्स मी अस्मित एन्ड इट्स किक एन्ड क्रिज नेपाल। यदि भिडियो मन पर्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। जय नेपाल। बाई बाई, नमस्ते।